सुदूरपश्चिम एन्टरटेनमेन्ट हाउस विक्रम सम्वत 2075 सालमा स्थापना भयो। स्थापनासँगै यस संस्थाले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा राष्ट्रिय सङ्गीत महोत्सव 2076 सफलतापूर्वक सम्पन्न गर्यो। लगत्तै सुरु भएको कोरोना महामारीले 2 वर्ष विश्व जगतलाई नै स्तब्ध बनायो। 2079 सालबाट पुनः सुरु भएको सुदूरपश्चिम एन्टरटेनमेन्ट हाउसले सुपर एन्टरटेनमेन्ट अवार्डलाई निरन्तरता दिँदै आयो। कला र सङ्गीत मात्र होइन, साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा समेत अग्रणी र अनुकरणीय भूमिका निर्वाह गर्ने स्रष्टाहरूको सम्मान सुदूरपश्चिम एन्टरटेनमेन्ट हाउसले गर्दै आएको छ। वर्षेनी आयोजना हुने यो अवार्ड कार्यक्रममा दर्जनौं गायक, गायिका, सर्जक, कलाकार, स्रष्टा र अग्रणी व्यक्तित्व सम्मानित भइसक्नु भएको छ। 2079 सालमा पहिलो संस्करणमा भएको अवार्ड कार्यक्रमबाट हालसम्म सुपर एन्टरटेनमेन्ट लाइफ टाइम अचिभमेन्ट सम्मानबाट अन्तराम विष्ट, कला पत्रकारिता सम्मानबाट उत्तम थापा, दशक सम्मानबाट वीरेन्द्र जोहारी, दशक सम्मानबाट सङ्गत थारू, समाजसेवी सम्मानबाट अंशु वर्मा, फोटोग्राफर सम्मानबाट हिमालय भट्ट, कला सम्मानबाट किशोर कुमार भण्डारी र शेरबहादुर बोहरा सम्मानित भइसकेका छन्। विभिन्न विधाका 39 सर्जक, कलाकार र स्रष्टालाई त्यस बखत अवार्ड प्रदान गरिएको थियो। 2080 सालमा अवार्ड कार्यक्रम बाडुल्की मिडिया हाउससँग संयुक्त रूपमा आयोजना हुन थालेपछि यसको रफ्तार झनै बढेको छ। 2080 मा आयोजित दोस्रो संस्करणमा 42 जना स्रष्टा, सर्जक र गायक कलाकारहरूलाई अवार्ड प्रदान गरेको थियो, जसमा लाइफ टाइम अचिभमेन्ट सम्मानबाट माधव विष्ट कैलाश, दशक कला साहित्य सम्मानबाट लक्ष्मी प्रसाद शर्मा एलपी, कला सङ्गीत प्रेमीबाट डाक्टर फुलराम चौधरी, कला पत्रकारिता सम्मानबाट ध्रुव ओझा, अङ्कित उप्रेती, युवा समाजसेवी सम्मानबाट प्रकाश मिश्र, सामाजिक सेवा सम्मानबाट डाक्टर निराजन दत्त शर्मा पौडेल, सुपर एन्टरटेनमेन्ट सम्मानबाट जीभी मुखिया, सुपर एन्टरटेनमेन्ट दशक सम्मानबाट जगदीश राणा सम्मानित भएका थिए। त्यस्तै 2081 को तेस्रो संस्करणको राष्ट्रिय सुपर एन्टरटेनमेन्ट म्युजिक अवार्डमा वरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मीलाई नगद 11,111 सहित लाइफ टाइम अचिभमेन्ट सम्मान, भुवन दाहाललाई दशक गायक सम्मान, सङ्गीता शाहलाई दशक गायिका सम्मानबाट सम्मानित गरिएको थियो। त्यस्तै नरबहादुर शाह निर्मललाई लाइभ देउडा सम्मान, दीपक उपाध्याय नेपाललाई समाजसेवी सम्मान गरिएको थियो। युवा समाजसेवीका रूपमा तीर्थराज पन्त सम्मानित हुनुभयो। भरत विक्रम शाह पर्यटन प्रवर्धन सम्मानबाट सम्मानित हुनुभयो भने भुवन प्रकाश बडु र चन्द्र चौधरी चाँदलाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो। गत वर्ष सम्पन्न सो कार्यक्रममा 30 जना कलाकारलाई अवार्ड प्रदान गरिएको थियो। यस वर्ष चौथो राष्ट्रिय सुपर एन्टरटेनमेन्ट अवार्डबाट लाइफ टाइम अचिभमेन्ट सम्मान टेक बहादुर ऐर, दर्शक गायक सम्मान हरिना साउद, दर्शक साहित्य सम्मान हेमन्त विवश, शिक्षा सम्मान पीएन ओझा, पर्यटन प्रवर्धक सम्मानबाट माया प्रकाश भट्ट सम्मानित हुँदैछन्। कला पत्रकारिता सम्मान हिक्मत रावललाई प्रदान गरिँदैछ भने समाजसेवी सम्मान कल्पना भट्टलाई प्रदान गरिनेछ। स्वास्थ्य सम्मानबाट डाक्टर विवेक जोशी, कला सम्मानबाट केपी कलौनी सम्मानित हुँदैछन्। आशा छ विगतका वर्षहरूमा झैं यस वर्ष पनि कला, साहित्य र समाजप्रति समर्पित सबैको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप उचाइ दिने विश्वास लिइएको छ।